कांग्रेसका नेता कार्यकर्ताहरू प्रत्येक जनता सामु जानु पर्यो, माफी माग्नु पर्यो, प्रत्येक घरमा जानु पर्यो। शेरबहादुर देउपा, दीपक खड्का उहाँहरूका घरमा भेटिएको पैसा, उहाँहरूका घरमा भेटिएको सुन, चाँदी, हिरा, मोती यो नक्कली हो भन्न पर्यो। यो पैसा होइन, नक्कली पैसा हो, यो कागज हो, यो कागजका टुक्रा हुन्, यी स्याउला हुन् भनिदिनु पर्यो। प्रत्येक घर घरमा गएर तपाईँका जुन भोटर हुनुहुन्छ ती समुदायमा आमाबुबा दाजुभाइ दिदीबहिनी घरमा गएर प्रत्येकमा घर गएर ती भनिदिनु पर्यो कि त्यो भरम हुन्, यी चाहिँ एआईले बनाएको, चेटजिटिभीले बनाएको, यी फेक हुन्, गलत सूचना हो, गलत यो भ्रम फैलाएको मिडियाले यो बनाएका हुन्, एआईले बनाएका हुन्, यो सत्य होइन असत्य भनेर जनतासँग जानु पर्यो, भनिदिनु पर्यो। शेरबहादुर देउपामा भेटिएको दीपक खड्काको घरमा जुन पैसा उडाएका थिए, जुन एमालेका नेता अर्थमन्त्री विष्णु पौडेलको घरमा भेटिएको पैसा, अनि प्रचण्डज्यूको घरमा भेटिएको पैसा, केपी शर्मा ओलीको घरमा भेटिएको पैसा, यी सबै नक्कली हुन्, यी फेक भिडियो बनाएका हुन्, फेक हुन्, यी सत्य होइनन्, यी कागज हुन्, यी स्याउला हुन् भनेर प्रत्येक जनताको घरमा, प्रत्येक समुदायको घरमा गएर भनिदिनु पर्ने भयो। यो फेक हो, यो सत्य होइन असत्य हो भनेर यो कुरालाई प्रत्येक समुदाय गएर जानु पर्यो, भनिदिनु पर्यो। जानुस्, अब तपाईँ एमाले कांग्रेस माओवादीका झोलीहरू गएर भनिदिनुस्, प्रत्येक घरमा गएर भनिदिनुस् कि उहाँहरूसँग यो पैसा होइन, यो फेक हो, एआईले बनाएको पैसा हो, यो होइन, यो खरानी भएको पैसा, बङ्कुरमा राखेको पैसा, अन्डरग्राउन्डमा राखेको पैसा, सेफमा राखेको पैसा, यी चट्टाका चट्टा भेटिएका पैसा ती पैसा होइनन्, ती नक्कली पैसा हुन्, ती कागज हुन्, ती स्याउला हुन् गएर भनिदिनु पर्यो। जनता सामु भरम छरिदिनु पर्यो, यो कुरालाई लुकाइदिनु पर्यो। जानुस्, अनि यति गरेपछि अनि जनता सामु तपाईँहरू जाने वातावरण बन्छ, तपाईँहरूको लाज ढाकिन्छ। यति गरिदिनु पर्यो। अब जनताले थाहा पाउनु पर्यो के भने सम्पूर्ण अब यो यिनीहरूबाट मुलुक बन्दैन, यिनीहरूका यी भ्रम, यिनीहरूको गलत चरित्रबाट, यिनीहरूको यो नेचरबाट, यिनीहरूको व्यवहार बन्दैन। अब तपाईँ जनताले सोच्नु पर्यो, प्रत्येकले आफ्ना घर जुत्ता माला, एक घरमा एक दुईवटा जुत्ता माला, चप्पलका माला, मुसो दलेर कटौरामा थालमा राखिराख्नु। सबै घरका सबै आमा दाजुभाइ दिदीबहिनीहरूले यिनीहरू देश बनाउनेतिर छैनन्, देश समाज बनाउनेतिर छैनन्। तपाईँ जनताका दुःख कहिल्यै पनि जाने छैन यिनीहरूबाट। अनि न तपाईँहरू बन्छन्, न हामी बन्छन्, न भोलि हाम्रा छोराछोरी बन्छन्, न हाम्रा भाइ बहिनी बन्छन्, कोही बन्नेवाला छैनन्। यिनीहरूको भ्रम खेतीबाट कोही पनि नफस्नुस्। यिनीहरूले अहिले के भन्दैछन् भने सबै झुटो फेक हो भनेर यी भिडियो बनाउने मान्छे पत्रकारहरूलाई धम्काउँदैछन्, तर्साउँदैछन्, मार्ने धम्की दिँदैछन्। त्यसैले अब यो जेनजी सरकारले पनि यिनीहरूलाई तह लाउन नसके कहिले तह लाउँछ। अब जनताले न्याय उपाय कहिले पाउँछन्, जनताले पठाएको सरकारलाई नपठाएको कहिले पठाउँछन्। यिनीहरूलाई सधैँ हामीले भोट दिएको त अहिले कांग्रेस 89 सिट छ, एमालेको 79 सिट थियो, एमाले कांग्रेस माओवादीको 32 थियो। यिनीहरूले भोट नपाएको कहिले छ? यिनीहरूले कहिले बनाए देशको चिन्ता कहिले गरे? यिनीहरूले समाजको चिन्ता कहिले गरे? देशलाई कङ्गाल बनाउने, जनतालाई कङ्गाल बनाउने, जनतालाई भिखारी बनाउने, अनि नेता कार्यकर्ता घर हिरा मोती सुन चाँदी, पैसाका केही छैन, गाडीका गाडी पैसा, अन्डरग्राउन्डमा पैसा, सेफ्टी टङ्की, जनता घरमा गु राख्ने सेफ्टी टङ्की छैन भने नेताको घरमा पैसा राख्ने सेफ्टी टङ्की बनाएका छन्, पैसा राख्ने अन्डरग्राउन्ड बनाएका छन्। अनि यो अदालतले नभेटाएको पैसा, सिआइबीले नभेटाएको पैसा, पुलिस प्रशासनले नभेटाएको पैसा अनि अहिले जेनजीले भेटाइदियो, जेनजी भाइ बहिनीले भेटाइदिए, जेनजी भाइ बहिनीले निकालिदिए। अनि अब पनि हाम्रो आँखा खुलेनन् भने, अब पनि हामी सचेत भएनौँ भने कहिले हुने? अदालतलाई यिनीहरूले ढाँटिराखेका थिए, पुलिस प्रशासनलाई ढाकेका थिए, सरकारी वकिल कार्यालय ढाकिराखेका थिए, महाधिवक्ताको कार्यालयहरूलाई ढाकिराखेका थिए।
उच्च अदालतले ढाकेका थिए, जिल्ला अदालतले ढाकेका थिए, सर्वोच्च अदालतले ढाकेका थिए। अनि सबैलाई यिनले धाकछोप गरेका थिए। कसैले पनि पत्ता लगाउन सक्दैन थियो भने अहिले जनताले पत्ता लगाइदिए, जनताले निकालिदिए, अनि जेनजीले निकालिदिए। अनि हामी पनि अझ कङ्ग्रेस एमाले भनेर सधैँ माओवादी भनेर हामी सधैँ गु खायौँ भनेपछि हामी कहिल्यै यिनीहरू कहिल्यै हामी परिवर्तन हुँदैन छैनौँ। अब सचेत हुनुपर्छ। अब यिनीहरूले गु खाए पनि, जति तपाईँको हामी खुट्टा पढे पनि, माफी मागे पनि, जति घोप्टे चेप्टे पढे पनि, जति पाठ पूजा गरे पनि, तपाईँको खुट्टामा हाम्रो खुट्टामा जति टोपी छोडे पनि अब विश्वास कदापि नमान्नुहोला। यिनीहरूबाट कहिल्यै आशा नगर्नुहोला, यिनीहरूबाट कहिल्यै भरोसा नमान्नुहोला। अब यिनीहरूलाई जसरी हुन्छ बाइपास गर्नुपर्छ। सरकारले प्रदेशदेखि सङ्घदेखि प्रदेश, प्रदेशदेखि स्थानीय तहका कङ्ग्रेस एमाले माओवादीकाको सबैको पासवर्डहरू ब्लक गरोस्। यिनीहरूका भोलि यिनीहरू सबै विदेशमा भाग्नेवाला छन्। यिनीहरूको टन्नै सम्पत्ति छ। यिनीहरूको पनि पासवर्ड, यिनीहरूको पनि भोलि विदेशमा फरार हुन सक्छन्। यिनीहरूका पनि पासवर्ड बन्द गरी यी प्रत्येक जनप्रतिनिधिको, यिनका कार्यकर्ताको प्रत्येकको छानबिन गर्नुहोस्। र सरकारले यो राजनीतिक दलका छुट्टै छानबिन गराउनुहोस्। र अनि यो पुलिस प्रशासनको कर्मचारीको छुट्टै छानबिन गराउनुहोस्। यिनीहरूको छानबिन गराएर कर्मचारीको एउटा आयोग बनाउनुहोस् र राजनीतिक दलकाको छुट्टै अर्को आयोग बनाओस्। दुईवटा आयोग भएपछि काम छिटो पनि हुन्छ। यिनीहरूको भ्रष्टाचारको कतुरो छिटो निकाल्न पनि सकिन्छ। कर्मचारी पनि राजनीतिक दलको गर्दा पनि दुईटैको ढिलो हुन्छ, समस्या आउँछ। त्योभन्दा छिटो गर्नका निम्ति दुईवटा आयोग बनाउनुहोस्। एउटा सरकारी कर्मचारीको, एउटा छुट्टै यो जनप्रतिनिधि र पार्टीको, कङ्ग्रेस एमाले माओवादीका पार्टीकाको छुट्टै आयोग बनाओस्। दुईवटा आयोग भयो भने छिटो हुन्छ। अनि यिनीहरूलाई छिटोभन्दा छिटो कङ्ग्रेस एमाले माओवादीका मेन ठुला शेरबहादेउपा, प्रचण्ड, केपी ओलीलाई छिटोभन्दा छिटो पक्राउ गरी जेल हालेर अनुसन्धान प्रक्रिया अगाडि बढायोस्। अनि जनताको शासन आउँछ, जनताको भनाइ जस्तो हुन्छ, देश विकास हुन्छ, देश परिवर्तन हुन्छ। नत्र केही गरे पनि देश परिवर्तन हुँदैन। अब हामी जागृत हुनुपर्छ।